हामी आइस बाथ गर्दैछौँ। आइस यहाँ डुबाएर चाहिँ बकेटमा हामीले आइस राखेको छौँ र पानीमा, र यसले चाहिँ तपाईँलाई निन्द्रा लाग्न राम्रोसँग गर्छ र माइग्रेन छ भने, तपाईँलाई तनावहरू छ, टेन्सनहरू छ भने यसले चाहिँ हटाउँछ र निन्द्रा राम्रो लाग्छ। र तपाईँलाई पैताला पोल्ने समस्या छ भने पनि यसले के त एकदमै राम्रो काम गर्छ। आइस बाथ लिने गर्नुहोस् एटलिस्ट हप्तामा 2 चोटि, र तर 5 देखि 10 मिनटभन्दा धेरै लामो समय चाहिँ नराख्नु होला, किन भन्दा फ्रस्ट बाइट हुनसक्छ र फेरि के त यो आइसले चाहिँ तपाईँको खुट्टा खान सक्छ। र यसरी डुबाएर राख्ने र म्याक्सिमम 10 मिनट मात्रै। अहिले मलाई 5 मिनट पनि गाह्रो भइरहेछ, खुट्टा एकदमै कामिरहेछ। त्यसले गर्दाखेरिमा यो प्रयास गर्नुभयो भने चाहिँ धेरैमा राम्रो हुन्छ। तर एउटा के समस्या छ भने अब यसमा यदि तपाईँलाई शरीरहरू सुन्निएको छ या सुगरको समस्या छ, डायबिटिज छ भने तपाईँहरूले चाहिँ फेरि यो गर्नु भएन, यो कार्यहरू चाहिँ गर्नु भएन। या लो प्रेसर छ भने पनि यो चाहिँ गर्नु भएन। र खालि कसले गर्ने त, जसलाई खुट्टा पैताला पोल्ने समस्या छ र टेन्सन माइग्रेन छ, निन्द्रा लाग्दैन र तपाईँलाई टाउको धेरै दुख्छ भने पनि यसले चाहिँ एकदमै राम्रो गर्छ। र मैले त धेरै समय पनि राख्न सकिनँ, म्याक्सिमम 5-7 मिनट भइसक्यो, र म्याक्सिमम 10 मिनटभन्दा बढी नराख्ने फेरि है, 5 देखि 10 मिनटभन्दा धेरै नडुबाउने। धन्यवाद।